स्टार्ट भइयो क्यामराम्यान समीर कुमार हाम्रो बाउ छोराले मुडा बनाउन लागेको यो चाहिँ सुरुको पहिलो प्रोसेस हो यो पहिलो प्रोसेस सिन्का बनाउने अब यो भइसकेपछि तपाईहरुलाई म अर्को प्रोसेस देखाउँछु फेरि बुन्नलाई पहिला सुरुमा चाहिँ बाँस रेडी गर्ने बाँस ल्याएर बराबर लेभलमा काट्ने सबै बराबर बनाएर सिन्कालाई अनि तपाईलाई अलिक बाँस राम्रो बनाउन मन लाग्छ भने रङसँग लाउने रङ लगाएको बाँस देखाइदिए जा रङ लगाएको बाँस हेर्नु यस्तो हो दुई तीनटा कलरमा बनाउँछौँ रातो हरियो पिङ्क कलरमा त्यसलाई यति नै अब अर्को फेरि बुन्नेको दोस्रो प्रोसेसमा देखाउने छु तपाईहरुलाई सिक्नलाई सजिलो हुन्छ हेरेर नि सिक्न सक्नुहुन्छ